खोला हेर्नु कस्तो राम्रो दृश्य रहेछ यहाँ त। वाउ, येल्लो स्टोन झरना हामी आइपुगिसकेका छौँ। येल्लो स्टोन लेखेको रहेछ है यहाँ चाहिँ। गुड मर्निङ बेबी। हजुर कता हुनुहुन्छ? हजुर कहाँ हुनुहुन्छ अहिले? हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। इट्स मी सभ्यता एन्ड सभ्यता ब्लग्समा हजुरहरू सबैजनालाई स्वागत छ। गुड मर्निङ फ्रम जाजरकोट खलङ्गा। आज चाहिँ हामीहरू कहाँ छौँ? जाजरकोटको खलङ्गा भन्ने ठाउँमा छौँ। ओहो, जाजरकोटको भेरी नदी हो, खोला हेर्नु कस्तो राम्रो दृश्य रहेछ यहाँ त। वाउ, यहाँको जाजरकोटको एकदम सुन्दर मनोरम प्राकृतिक दृश्यहरू हो योहरू चाहिँ। अनि हामीहरू चाहिँ यसो यहाँको प्राकृतिक आनन्द लिँदैछौँ। एकदम रमाइलो भइरहेको छ, घाम लागेर मौसमले साथ पनि दिइरहेको छ। आई एम सो ह्याप्पी। यो ठाउँको नाम चाहिँ जाजरकोटको हुलुजिउला भन्ने ठाउँ रहेछ। यता हेर्नुहोस् त छोरा, रजौटाहरूको के खेती, यस्तो राम्रो खेती हुँदो रहेछ यहाँ चाहिँ। वाउ, ल जाउँ अब हामीहरू। अब चाहिँ 8 बिस्कोट नगरपालिका यात्रा गर्नुभएकोमा धन्यवाद। अब हामीहरू चाहिँ कहाँ? नलगाडतिर लाग्यौँ। नलगाड एकदम एक्साइटेड। धेरै खुसी भयो छोरा, धेरै खुसी भयो। ओ माई गॉड, खुसी 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 खुसी। येल्लो स्टोन लेखेको रहेछ है यहाँ चाहिँ। येल्लो स्टोन झरना हामी आइपुगिसकेका छौँ। बेबी, हेलो बेबी, कस्तो छ? लोको टुकुरेका हेर, लोको कुदेका। अरे 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 अरे, ओहो, लगाइरहेको छ हजुरलाई, रमाइलो लगाइरहेछ। सुकिसक्यौँ बुझेर पनि। मेरो मन्ठरीले झर्नामा त रमाइरहेको छ। मेरो मन्ठरीले मन्ठरी, ओहो, आहाई आहाई लारीबारी मन्ठरी, आहाई आहाई। साथीहरू, आजको घुमघाम एकदमै रमाइलो भएको छ। नयाँ ठाउँमा घुम्न पाउँदा चाहिँ म एकदमै खुसी 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 भएको छु। र अब हामी फर्किनु पर्ने हुन्छ। लास्ट आएको दृश्यहरू हजुरहरूलाई पनि देखाइदिन्छु। बाई 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 बाई। हामीहरू जानुपर्ने हुन्छ। कस्तो लाग्यो हजुरलाई? रमाइलो भयो हजुरलाई? ल ल, एकदम मलाई कम्पनी दिन आउनु भएको उहाँहरू चाहिँ रमाइलो गराइदिनु भयो। थ्याङ्क यू सो मच। पुरा लस्करै गाडीहरू। यो चाहिँ रहेछ कालीमाटी बजार। कालीमाटी बजारमा छ भनेर। ओ यहाँ चाहिँ है एउटा कुरा चाहिँ जाजरकोट प्राकृतिक रिसोर्सको चाहिँ कमी होइन रहेछ होइन। नेचुरल रिसोर्सेसहरू धेरै रहेछ। हेर्नु भत्केको घर रहेछ भूकम्पले। यता पर्यो जाजरकोट।
हामी चाहिँ लाग्यो रुकुम है साथीहरू भनेर हामी हिजो रुकुमतिर लाग्यौँ है भनेर ल है साथीहरू हामी रुकुमतिर लाग्यौँ सौन्दर्यतामा जानुभयो भने हजुरहरू एकदम ब्याक हुनुहुन्छ किनभने एकदमै राम्रो छ तर यहाँको बाख्राहरू हेर्नुहुन्छ भने धेरै राम्रा छन् बाख्राको कति हेर्छम के भाइ साथीहरू उता देखेको चाहिँ जाजरकोट यता देखेको चाहिँ रुकुम ल हेर्नुहोस् त यो रुकुमको बाटो यस्तो छ भनेर हजुरहरूले बिलिभ गर्नुहुन्न भने हेर्नुहोस् रुकुम पनि यति धेरै विकसित भइसकेको छ रुकुम पश्चिम हो यो चाहिँ उता चाहिँ हो जाजरकोट भेरी हो यो चाहिँ भेरी सपनों का हो आंगन कहाँ बचपन बता ल यहाँ हेर्नु आज चाहिँ हाम्रो सेकेन्ड डे जाजरकोटको हामीहरू चाहिँ माथि डाँडातिर चौरी खोज्छ भनेर हामीहरू चाहिँ के अरे खान्टाकुरा भन्ने ठाउँमा जाँदैछ त्यहाँ चाहिँ कस्तो छ है राम्रो छ भन्ने आशाका साथ हामीहरू हिँडिरहेका छौँ कस्तो हुन्छ त्यहाँको अनुभवहरू हजुरलाई एकछिनमा म सेयर गर्ने नै छु स्टे ट्युन देउराली डाँडा उसिर कुहिरोले छडेन कहिले मायाको धुइरोले डाँडामा बसेर नि जिस्काउनु पर्दैन छेक्यो देउराली डाँडा उसिर कुहिरोले अहिले चाहिँ हामीले हुस्सी लागेको कुहिरो लागेको डाँडा पनि देखाउने नै छ हजुरहरूलाई हेर्नु होला कता हो हजुर हामी खाने टाकुरामा खाना आएको के खाना आएको ल यहाँ हुनुहुन्छ राम्री मिस म्यामहरू हामीहरू खाने टाकुराको यही हो काँक्रा खाने हो काँक्रा कस्तो हुन्छ यहाँको हाम्रोतिरको काँक्रा त मिठो हुन्थ्यो अरे कि अझै हरियो 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 काँक्रा दर्याम बेबी हरियो काँक्रा करम आउनुहोस् कलम एकछिन हात फोर्छ हेराख्नुहोस् हरियो काँक्रा कस्तो हुन्छ अरे नुन खान्छु हो आई लभ यु बेबी बच्चा कालो छोली टुटिया यहाँ चाहिँ हामीहरू चाहिँ त्यो भेरी तल खोलादेखि चाहिँ यति हाइटमा आइसकेको छौँ कि ल हेर्न सक्नुहुन्छ हजुरहरूले कस्तो लागिरहेको छ त हजुरहरूलाई एकदम माथि साइड गीत गाउन मन लागिसक्यो बेबी हेर्नुहोस् त कस्तो लागिरहेको छ हजुरलाई खाने टाकुरा कस्तो लागेको त